हेलो सबैलाई नमस्ते एन्ड तसिदीले आजको ब्लग चाहिँ म चिसाङबाट स्टार्ट गर्दैछु। यहाँ आज चिसाङमा आएको छु। अब यहाँबाट ब्लगहरू हेर्दै जानुहोस्। तपाईहरुले लाइक कमेन्ट शेयर गरिदिनुहोस् एन्ड ल सब्स्क्राइब गरिदिनुहोस् है। हेर्दै जानुहोस् भुटियाज ब्लग। यो पर देख्नु भएको चाहिँ मेरो गाडी। यहाँ अहिले भर्खर टुरिस्टहरु लिएर घुम्न आएको छु। यो जम्मै सिनहरु भुटानको सिन हो। तपाईहरुले हेर्न सक्नुहुन्छ। यहाँ पे आ जाओ, यहीं पे आ जाओ। क्या बोल रही है? हाँ। कौन टा आगे बजा भी? तो ये पे ना स्लोटा। कौन टा स्लोटा? यो अर्को चाहिँ तपाईहरुको सिद्धेश्वरी मन्दिर तुङचुङमा परेको छ। यहाँ पनि गएको थियौं हामी। पूजाहरू गर्यौं, त्यहाँदेखि फर्क्यौं। र अरु ठाउँको भिडियोहरू बादमा हेर्दै गर्नुहोस् तपाईहरुले भुटियाज ब्लगमा। हरे राम। यहाँ मन्दिरमा सकेर अब हामी तल तुङचुङको गुम्बामा आएको छु। यो तल देख्ने चाहिँ तुङचुङ गुम्बा हो। यो भ्यूहरु हेर्नुहोस् तपाईहरुले। अन्त यहाँबाट तल देख्ने चाहिँ त्यो प्यारेङटार हो। तलको जलढका रिभर पारी भुटान। यो तुङचुङ गुम्बाको अलिक माथिबाट देख्छ यो भ्यूहरु। यो परेको दलगाउँ रंगुहरु। यो चाहिँ फूल चाहिँ तपाईहरुको गुम्बा तुङचुङ गुम्बाको छेउको फूलहरु मैले खिचेको छु। गुम्बा पनि तपाईहरुलाई देखाउने छु। हेर्दै गर्नुहोस्। गुम्बा देखाउने छु तपाईहरुलाई। तपाईहरु कहीँ जानुहुन्छ भने यो नम्बरमा सम्पर्क गर्नुहोस्। मलाई सम्पर्क गर्नुहोस्, तपाईहरुलाई घुमाउने छु। यो तपाईको तुङचुङको गुम्बा हो। यो मानी यहाँ तुङचुङमा मानी पनि छ। गुम्बा सकेर अब तुङचुङको होमस्टे आएको छु। यहाँ चाहिँ आई लभ तुङचुङ पनि लेखेको रहेछ। तपाईहरुले देख्न सक्नुहुन्छ हो। तल आई लभ तुङचुङ लेखिरहेको छ। अहिले जुम गरेर देखाउने छु तपाईहरुलाई। यो पारीको भुटानहरु। अब भने चाहिँ बिन्दु पट्टि जाने छौ। तपाईहरुलाई बिन्दु देखाउने छु। यो हो बिन्दु। बिन्दुको ड्याम्पर देखिरहेछ। यता दोकानहरु छ। मोमो थुक्पा, त्यहाँदेखि लुगा दोकान, तपाईको टोपीहरु पाउनु सक्नुहुन्छ यहाँ। अब त्यसपछि चाहिँ यो बिन्दु सकेर यो 2 नम्बरको खोला हो। हाइडलको छेउमा हो। यो मेन रोड टोडी tangtaहरु जान्छ। यो मेन रोड हो। उता तपाईको झलङ र यताको बाटो चाहिँ तोदे tangtaहरु जान्छ, बिन्दुहरु जान्छ। यो चाहिँ कहाँ हो भन्दाखेरि तपाईहरुको आईबी कारगिलबाट यता आईबी मा चाहिँ यस्तो खालको छ। तपाईहरु आउन सक्नुहुन्छ, कार घुम्न सक्नुहुन्छ।
पछि अब यो चाहिँ जलढका रिभर क्याम्प यो तपाईको थानादेखि अलिक अगाडि आएर अलिकति भित्र पस्ने जग्गा छ त्यो जग्गामा चाहिँ यो छ रिभर क्याम्प छ तपाईहरु आउन सक्नुहुन्छ घुम्न सक्नुहुनेछ झालङ रिभर नेचरल रिसोर्ट आजको भिडियो यहीसम्म तपाईहरुले लाइक कमेन्ट सब्स्क्राइब गरिदिनुहोस् धन्यवाद हेरिदिनु भएकोमा धन्यवाद तपाईहरुलाई